साथीहरु गुड मर्निङ शुभ बिहानी वेलकम टु माई मिनी भ्लग। आज चाहिँ हामी तिनजुरे जाने क्रममा हिलेमा बसेको छौँ। आज हिलेको भ्यू हेर्नु होला। आजको शुभ बिहानी आज हामी हिलेबाट गर्दैछौँ। हिलेको म एकदम भ्यू देखाउँछु। अब हामी एकदमै रमाइलो गर्दै यो भन्दा लगभग 1.5 घण्टा गाडीमा गएर चाहिँ हामी गुराँसको राजधानी भनेर चिनिने हामी तिनजुरेमा पुग्छौँ। हजुरहरूलाई म भ्यू त्यहाँको दृश्यहरू देखाउँदै जान्छु। हजुरले मेरो यो भ्लग चाहिँ पुरै हेर्नु होला है त। वाउ हिले यस्तो रमाइलो छ, यस्तो रमाइलो छ। जेठीले फोटो खिचेको खिचै मम्मी हुनुहुन्छ यहाँ। हामी चाहिँ यो मकालु जसले मेरो अघिल्लो भिडियोहरू हेरेर मन पराइदिनु भयो, कमेन्ट गरिदिनु भयो, माया गरिदिनु भयो र त्यसको के कति कमी कमजोरीलाई मलाई फोन गरेर मेरो गल्ती सच्याउनु भनेर भन्नु हजुरहरू सबैजना धेरै धेरै धन्यवाद। तर यो तेस्रो भाग छुटाउँदै नछुटाउनु पर्ने वास्तवमा साँच्चै देखाउन खोजेको भिडियोमा हजुरहरू सबैजनालाई स्वागत छ। वेलकम टु माई ब्लग। हाम्रो देश नेपाललाई चाहिँ त्यसै स्वर्गको देश, प्रकृति रूपले भरिपूर्ण देश त्यसै भनेको होइन रहेछ साथीहरू। त्यसमाथि पनि जता हेरे पनि पूर्वै रमाइलो भन्छन् नि, साँच्चीकै हो रहेछ के पूर्व रमाइलो। पूर्वको उत्तरी भागमा रहेको यो हिले जहाँ धनकुटा जाँदाखेरि चाहिँ पहिलो लेयर बस्ने क्या, धरानबाट माथि चढेको खाँदा हिलेमै गएर सायद सबैजना बस्ने आनन्द लिने ठाउँ हुन्छ होला। सायद हामी त्यही ठाउँमा गएर आनन्द लियौँ, बस्यौँ है। होटलको बसाइ एकदमै आनन्द भयो, रमाइलो भयो। हजुरहरू सबैजनाले अघिल्लो भ्लग हेर्नुभयो होला र आनन्द लिनुभयो होला है। त्यस पछाडि हामी बिल तिर्नको लागि भनेर झऱ्यौँ। यो होटलमा चाहिँ 2टा भवन रहेछ क्या। एउटा भवनमा चाहिँ सुत्ने बस्ने र एउटा भवनमा चाहिँ बेलुका के भन्छ है, फायर के भन्दो रहेछ, त्यो आगो बाल्ने रमाइलो गर्ने सेकुवाहरू के आनन्द लिने ठाउँ रहेछ क्या। त्यहाँनिर चाहिँ बिल पे गर्ने ठाउँ भएकोले हामी त्यहाँनिर बिल पे गऱ्यौँ। एउटा गीत गाइदिनु न। बिल पे गरिसकेर फर्क्यौँ र गाडीमा आउँदाखेरि चाहिँ मेरो बच्चा अझै गीत गाउन त भनेको, अनि गीत गाएन क्या। यो जिन भन्छ क्या साथीहरू। हाम्रो चाहिँ यो नाच्ने गाउने रमाइलो गर्ने चाहिँ उम्रदेखि खुम्रेसम्म क्या। मेरो मामाहरूको आमा मैले कति भन्छ 85 वर्षको हुनुहुन्छ। आमा यस्तो राम्रो गाउनुहुन्छ, यति राम्रो नाच्नुहुन्छ है। त्यही जिन छ हामीमा पनि। मेरो मम्मी त्यस्तै गाउनुहुन्छ, त्यति नाच्नुहुन्छ है। मम्मीहरूको दाजुमा त्यति धेरै हामी त नाच्न पनि सकिँदैन, गाउन पनि हामी कोसिस गर्छौँ किनभने हाम्रो त वंश छ नि त होइन। मैले भन्छु यति रमाइलो गर्दै गयौँ हामी। यति आनन्द गर्दै गयौँ नि, गीत गाउँदै रमाइलो गर्दै जाँदाखेरि मनमा यस्तो लागिरहेको थियो। हामी त घरबाट हिँड्दाखेरि त पानी परिरहेको थियो नि त, पानी असिना पानी हल्का परेको, तर हावा त्यत्तिकै आउने होइन। पानी झमझम परेको छ त्यस्तै उसमा गएको नि त। तर अब भोलि त्यो तिनजुरेसम्म पुग्दाखेरि त्यो गुराँस हेर्ने बेलामा चाहिँ पानी पऱ्यो भने त उत्रेर फोटो खिच्न पनि सकिँदैन होला, हिँड्न पनि सकिँदैन होला भनेर हामी एकदमै मनमा त्रसित होइन, हर्षसहित मनमा चाहिँ कता कता कालो कुच कालो भइरहेको थियो नि त। तर यति आनन्द हेर्नुहोस् न, घाम लागेर यस्तो रमाइलो मौसम भयो है। त्यो समयमा लङ यात्रा गर्दा गर्दै चाहिँ सामान्य बिरामी हुने के भइरहन्छ नि त। त्यो भएर सिस्टरलाई पनि हल्का पेट दुखे जस्तो भएछ नि। क्लिनिकमा गयौँ, त्यहाँबाट निस्केर हिँडेको हेर्नुहोस् न, त्यो मौसम यस्तो राम्रो भएको छ। बाद त्यहाँको त्यो एकैछिनमा तपाईँको कुहिरो लाग्ने, एकैछिनमा घाम लाग्ने होइन, त्यो आनन्द क्या। यस्तो शीतल आनन्द हेर्नु त। गुराँसको बोटहरू देख्दै हुन्छ, हल्का हल्का देखिन थाल्यो मनमा, ओइ भन्छु बेला बेला चाहिँ होइन। अब त्यो मौसमले यस्तो राम्रो साथ दियो। बच्चाहरू निदाएर पनि राखेको छ। मेरो नानी चाहिँ फेरि भमिट पनि गर्छ नि त बाटोमा।
बेला बेला बमोट गर्ने अहिले चाहिँ त्यहाँबाट हामीले पहिलोचोटि चाहिँ तिनजुरेमा पाथिभारा माता हुँदो रहेछ क्या त्यहाँनिर चाहिँ पहिला हामी दर्शन गरौँ त्यस पछाडि चाहिँ के गुराँस हेर्नको लागि झरौँ भन्नुभयो डेडीले अनि त्यही अनुसारले हामी चाहिँ गुराँसलाई एकछिनमा हेर्ने भनेर थाँतिराखेर चाहिँ हामी पाथिभारा माताको दर्शन गर्नको लागि भनेर हामीले गाडी रोकेर उँभोतिर लाग्छौँ अब अनि हामी एकदमै भाग्यमानी क्या हामी छोराछोरीहरू साँच्ची नै किनभने हामीले जिउँदो भगवान् भनेर मानिने डेडी मम्मीलाई होइन डेडी मम्मीको साथमा र मामा घरको मेरो आमाको साथमा चाहिँ हामी योसँग तेस्रोचोटि भयो क्या पाथिभारा माताको दर्शन गर्नको लागि मम्मी डेडीको साथमा जान पाएको हामी एकदमै लक्की है हामी भाग्यमानी छोराछोरी फेल हुन्छ भनेर सबैजनाले आफूले लक्की नै ठान्ने हो जहिले पनि आफ्नो काम आफ्नो घर आफ्नो परिवार आफूले जे गरिन्छ जहिले आफूलाई राम्रो र म ठिक ठाउँमा छु भनेर सोच्नुपर्छ साथीहरू है म चाहिँ एकदमै म आफूलाई लक्की सम्झिन्छु त्यही क्रममा पाथिभारा माताको दर्शन गर्ने क्रममा हामी पहिलो ढोका प्रवेश गर्छौँ र त्यहाँनिर चाहिँ पहिलो ठाउँमा चाहिँ गणेशको मूर्ति लगायत भगवान्को त्यो दर्शन गर्नको लागि चाहिँ हामीले एक दुईवटा अगरबत्ती बाल्छौँ आमालाई अघि लाउँछौँ आमाले गरेपछि त हामीलाई भइहाल्छ नि होइन आमा भन्छौँ होइन यति धेरै एक्टिभ हुनुहुन्छ नि मेरो आमा है अनि आमा अघि लागिहाल्नुहुन्छ गरिसकेपछि हामी त्यहाँबाट हिँड्छौँ यहाँबाट चाहिँ लगभग आधी घन्टा हिँड्नु पर्दो रहेछ क्या साथीहरू आधी घन्टा हिँडिसके पछाडि मात्रै हामी चाहिँ अब पाथिभारा माता भएकोमा पुग्छौँ है त्यो बाटोमा मेरो नानी पुन्टे चाहिँ 2 वर्ष प्रवेश मात्रै गरेकी छिन् होइन 21 महिनाको मेरो बच्चा हिँडै पुग्छिन् क्या भनेर हिँडै पुग्छिन् हिँडै फर्किन्छन् बाबा मुमाको बाबा हजुर र मुमाको साथमा है कहिले दादासँग नमस्ते गर्दै हिँड्छन् होइन जिन क्या अब आमाहरू त्यस्तै दर्शन गरिरहनुहुन्छ भगवान्को डेडी मम्मी हामी अनि बच्चाहरू पनि नमस्ते गर्दै हिँड्दै होइन ठ्याक्कै हामी चाहिँ पाथिभारा माताको मूल गेटमा हामी पुगिसक्यौँ अब मेरो आमाले के भन्नुहुन्छ पाथिभारा तिनजुरेको पाथिभारा मेरो आमालाई भगवान्ले सधैँ रक्षा गरिदिनुहोस् कल्याण गरिदिनु है भगवान् मेरो आमा यति धेरै एक्टिभ हुनुहुन्छ भगवान्को दर्शन हेर्नु न अगाडि हिँड्नुहुन्छ होइन फुर्ती क्या टुई हिँडेर हामीभन्दा अगाडि हिँड्नुहुन्छ माता पाथिभाराको दर्शन गर्न पनि यति धेरै उत्साहित हुनुहुन्छ नि आमा हेर्नु त अगाडि हिँड्नुहुन्छ फुर्ती क्या आमा जतिको हामी हुन्छ कि हुँदैन भन्ने के त्यस पछाडि हामी चाहिँ भगवान्को त्यो अगाडि पुग्ने बेलामा चाहिँ हामी यम ब्रह्मा वरुणेन्द्र रुद्र मरुतस भन्ने एउटा के भन्छ यो स्वस्थानी व्रत लिँदाखेरि त पहिलोचोटि त्यो के भन्ने गाइने त्यो गीत भन्छ के भन्छ है त्यो गायौँ क्या यो चाहिँ पहिले मेरो मम्मीले चाहिँ एकदमै धेरै स्वस्थानी व्रत लिनुहुन्थ्यो त्यतिखेर चाहिँ मम्मीले व्रत लिए पूजा गरिसके पछाडि पहिलोचोटि यो यम ब्रह्मा भन्ने त्यस पछाडि मात्रै एउटा एक पन्ना पढिसकेर मात्रै खाना खाने हुन्थ्यो नि त अनि त्यो पढ्दा नहेरिकन आउने भइसकेको थियो मलाई पनि नहेरिकन आउँथ्यो अहिले चाहिँ हल्का बिर्सेकै जस्तो पनि हुन्छ भन्ने बानी हरायो नि त तर पनि आउँछ मेरो डेडी यति धेरै खुसी लाग्छ नि साथीहरू डेडी मम्मीको साथमा घुम्न जान पाउनु त्यसमाथि साथी जस्तो बाबुआमा पाउनु त्यसमाथि आमा हेर्नु न 85 वर्षको आमा हाम्रो साथमा हिँड्दाखेरि यति रमाइलो गरेर हिँड्नुहुन्छ नाच्दै हिँड्दा कति आनन्द हुन्छ मनमा हेर्नु त्यसै स्वर्ग पुगेको फिल हुन्छ नि त होइन त्यसमाथि स्वर्गको ठाउँमा पुग्नु हजुर जो पनि तिनजुरे जानुहुन्छ यो पाथिभारा माताको दर्शन गर्नको लागि नसुटाउनु होला यति आनन्द छ यति रमाइलो छ माथिल्लो त्यो ठाउँमा पुग्दाखेरि होइन त्यो ठाउँै आनन्दकै यति शान्त छ नि यति आनन्द हुन्छ नि त्यो मैले त बयान गर्नै सक्दिनँ कि त्यसमा फेरि मैले भनेर चाहिँ मेरो आमा यति फुर्ती हुनुहुन्छ नि मम्मी अब भजन गाउँदै अघि हिँड्नु भयो होइन वरिपरि हामीले 3 चोटि परिक्रमा गरिहाल्यौँ है म पनि वाह के काम भनेर म पनि हिँड्छु नि परिक्रमा गऱ्यौँ अब के भन्छ जस्तो परिवार जस्तो फ्यामिली त्यस्तै क्या ठ्याक्कै फेरि मेरो भाइ
ले बुहारी फेरि त्यस्तै ल्याइदिएको छ बहिनी जस्तो एकदम मिल्ने हाम्रो फ्यामिलीमा एकदमै मिल्ने एकदमै मिस गरिरहेको छु भाइ तँलाई है तँ यति रमाइलो गर्थिस् त तेरो अब नेपालको परिस्थितिले गर्दाखेरि होइन विदेश जानु पर्यो तँलाई मिस गरिरहेको छु अनि मेरो हस्बेन्डलाई पनि श्रीमानलाई पनि एकदमै मिस गरिराखेको छु कि सँगै जाने भनेर प्लान बनाउँदै उहाँको जबको कारणले चाहिँ अब फर्किहाल्नुपर्ने भयो त्यस कारणले हामी मात्रै आएका छौँ एकदमै मिस गरेको छौँ भगवान्सँग मेरो भाइ मेरो श्रीमानको स्वास्थ्य लाभको कामना गरेको छौँ एकदम सोचेको आँटेको काम पुरा होस् भनेर हामीले माता पाथिभरा मातालाई हामीले दर्शन गरेर मागेका छौँ है फेरिचोटि हामी सँगै अन्य कुनै ठाउँ हामी घुम्न जानेछौँ भगवान्ले हामीलाई साथ दिनुहुनेछ भन्ने आशा विश्वासको साथ हाम्रो मनमा लागेको जुन त्यो थियो नि गुराँसको फुल हेर्ने त्यो मनको धोको जुन मनको रहर चाहिँ हामी कतिखेर पुरा गर्ने भनेर हामी त्यहाँबाट फेरि लाग्यौँ उँधो हेर्दै हुनुहुन्छ हजुरले गुराँसको फुल बाटोमा यस्तो त्यो बनै रमाइलो छ क्या बनै रातै छ है यति आनन्द छ नि हेर्दाखेरि अब त्यो हेर्ने भनेर हामीले ठ्याक्क गाडी रोक्यौँ र अब हामी लाग्छौँ गुराँसको फुल हेर्नतिर अब हामी हेर्ने मात्रै होइन टिकटक बनाउँछौँ होइन अब एकछिन फोटो खिच्छौँ आनन्द लिन्छौँ यति आनन्द छ यति रमाइलो छ होइन अब जेठी त्यतिर हिँड्दै हुनुहुन्छ त्यो चिसोले गर्दाखेरि चाहिँ अनुहारहरू पनि अलिअलि फुटे जस्तो भएको थियो क्या त्यो धेरै चिसो थियो नि त तर आनन्द क्या चिसोमा पनि आनन्द खालको घाम पनि लागिहाल्ने एकैछिनमा कुहिरोले फेरि हामी हतार त्यो चाहिँ फोटो खिच्नुपर्ने क्या त्यो न त कुहिरोले छोपिहाल्ने त्यो हुस्सेकी कुहिरो भन्छ त्यो आइहाल्थ्यो नि त कति धेरै हुनुहुन्छ हेर्नुहोस् न त्यहाँ सबैजना गुराँस वा मैले अघि भनेको थिएँ नि पानीले हल्का गरेको जस्तो कि यो सुरुमा फक्रिने बित्तिकै त कति राम्रो थियो होला क्या साथीहरू हजुरहरू जो पनि गुराँसको फुल हेर्न जान प्लानिङ बनाउनु भएको छ वैशाख लाग्दै वैशाखको पहिलो हप्तातिर जानुपर्ने रहेछ है त हजुरहरू अब फेरि अब अर्को वर्ष जाने प्लानिङमा हुनुहुन्छ भने चाहिँ वैशाखको पहिलो हप्ता जानु होला यति आनन्द हुन्छ त्यो बनै रातै हुँदो रहेछ क्या हामी चाहिँ अलिकति ढिलो गएछौँ र पनि ठिक छ एकदम आनन्द छ होइन हाम्रो मनको इच्छा त्यो पानी पर्ला कि हेर्न नपाइएला कि भन्ने थियो नि त तर सोचे जस्तै हेर्न पाइयो यस्तो राम्रो मौसमले साथ दियो है हामीले साथ पनि किन नदियोस् त हामीले भगवान्लाई बाबा आमा अनि मामा घरको अझ माथिल्लो हाम्रो भगवान्लाई लिएर हामी चाहिँ प्रवेश गरेका छौँ भनेपछि त्यसै हुने भयो यो भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद हजुरहरू सबैजनालाई।